आफ्नै देवरले चाहिँ भाउजूलाई मारे, तपाईँकै छोरा अन्तत हत्यारा निस्क्यो भनौँ न। यो कतिखेर जानकारी पाउनुभयो, कसरी शङ्का पाउनुभयो? यो अब मैले सोधेँ राम्रोसँग। हजुर। अब माइती पक्षबाट पनि तमाथि शङ्का आछ, प्रशासनबाट पनि आछ। अब मैले आफै पनि यसो अब यो भएको घटनाको बारेमा बुझ्दाखेरि जस्तो किसिमको घटना घट्यो, मैले एकान्त यस्तो सोधेँ। हामी दिदीहरू पनि थिए, सबै थिए। मैले भने तैँले सत्य तथ्य कुरा भन्नुपर्छ, तेरो कारणले गर्दाखेरि हामी त्यसै दुखी पनि छौँ होइन। तैँले यो घटना घटाएको छैन भने ठिक छ, पिटे पनि मारे पनि तैँले जो हो सत्य तथ्य भन्नुपर्छ। आखिर एउटा म बाबु हुने त, सबैलाई तनाव किन गर्ने भनेर भन्दाखेरि गरेको भनेर भन्नु। अब हेर्नुहोस् त, यो घटनाले गर्दाखेरि सारा समाज नै सशङ्कित भएको छ। यो समाजलाई कसरी सन्तुलित बनाउने? अब समाजलाई अब त्यो यस्तो हो, अब त्यसले गर्यो होइन, जो दोषी छ उसले अब आफ्नो सजाय भोग्छ। अब मैले यस्तो अब छोरा भए पनि अब यस्तो गर भनेर भनेको त छैन होइन। मैले त राम्रै बाटोमा लगाएको छु, राम्रै होला भन्ने सोच हो। अब यो समाजमा आएर बसे पनि अब मैले त यस्तो घटना गरेस् भनेर छोरालाई भनेको पनि छैन होइन। तपाईँले नै प्रहरीलाई खबर गर्नुभयो कि? गरेँ मैले, त्यसलाई सोधेँ। सोधिसकेपछि त्यसले तथ्य बताइसकेपछि मैले प्रहरीलाई फोन गर्नुपर्छ भनेर। सुन कहाँ भेट्यौ? सुन त्यसले मैले भने तैँले यो घटना त घटाइ, सुन कहाँ हालिस् भन्दाखेरि मैले त्यहाँ राखेछु भनेर गएर त्यसले लिएर आफै लिएर आउनु? आफै लिएर आयो। तपाईँको छोराले आफै लिएर आउनु? लिएर आयो। जस्तो हामी अघि मात्रै रिपोर्टिङ गरेर गइसकेका थियौँ, लगभग करिब पनि 1 घन्टाको फरकमा स्वीकारे, छोराले नै मारेको भनेर स्वीकारे भन्ने खबर आयो। उहाँले चाहिँ तपाईँलाई नै भन्नुभयो, जानकारी दिनुभयो है? भन्यो, तपाईँलाई नै जानकारी दिनुभयो। मैले सोधेँ, सबै दिदीहरू पनि हुनुहुन्थ्यो, सबै थियौँ। हामी सोद्धाखेरि हो भन्यो। भनिसकेपछि मैले अब दोषी त उम्किनु भएन नि, छोरा भए पनि। जस्तो सुन्नु न, जस्तो अर्को शङ्काको विषय यहाँनिर के छ भन्दाखेरि, एक्लै व्यक्तिले एउटा मरेको लासलाई यहाँसम्म कसरी ल्याइ पुगायो, 20-20 मिटर बाहिर कसरी ल्याइ पुगायो भन्ने छ। उसले त अहिले प्रशासनसँग पनि सोध्नुभयो, प्रशासनलाई उसले सोद्धाखेरि उहाँ सही सरले मैले एक्लै गरेको घटना यो अब यहाँ राखेँ, उ गरेँ, त्यसमा बनाएँ, अनि गहना निकालेँ, अनि यसरी लगेर त्यहाँ फालेँ। त्यहाँ पाइला कसको भन्दाखेरि अब मेरो हो, मेरो नै भाउजूको भने। अनि एक्लै कसरी फालिस् भन्दा भाउजूको पाइला हो, त्यहाँबाट ठ्याक्कै फालेँ भनेर उसले भनिसकेको छ।